तिमीसँग अलिक नजिक आएको त क्या मुटु नै ढुकढुक भास्तो हो कि ठिक छ नि ठाउँमा हानी छौँ हुन्छ तिम्रो त नि यो के हो यो भन चाहिँ यो कोठी हो कि ट्याटु हो यो ए यो कोठी हो अब तिमीलाई यार अब अरू कसैले भगाएर लिएर गयो भने त अनि म पनि के गर्नु होला त अनि म जान्छु होला त शाहजहानले त होइन आफ्नो सुन्दर रानीको लागि ताजमहल बनायो क्या तर तिम्रो लागि म त्यस्तो के चिज बनाउन सक्दिनँ कि किनकि यो संसारमा तिमी भन्दा सुन्दर चिजहरू किन होला रे थ्याङ्क यू हेलो नमस्ते मेरो नाम गीत प्रिन्सेस लिम्बू मेरो अस्तिको डेट चाहिँ एकदम खत्तम भयो मलाई केटा पनि मन परेन केटाको ड्रेसिङ सेन्स पनि मन परेन एकदम पत्तुर लाग्यो हाम्रो भाइब्स पनि मिलेन के तर आज चाहिँ म एकदम एक्साइटेड छु किनभने आज मलाई मनपर्ने दीप गुरुङसँग म डेटमा जाँदैछु आशा छ म्याच मेकरले हाम्रो डेट सफल पारिदिनुहुन्छ हस् धन्यवाद हेलो नमस्ते नमस्ते के छ ठिक छैन किन के हो केटा मन परेन केटा मन परेन किन के भएर मन नपर्न कस्तो पात लाग्यो पात उम्। पातै लाग्यो त मन परेन जरा बलियो रहन्छ त्यसको भेट्ने बित्तिकै चिपिक चिपिक चिप्किन खोज्ने अन्त त राम्रो कुरा हो त चिप्किनु पर्यो आफ्नो माया गर्ने मान्छेलाई चिप्किनु परेन सबैसँग त्यस्तै गर्यो भने त के थाहा त सबैसँग अनि कहाँ त्यसको गर्छ? अर्को पनि केटी रहेछ केटी पनि आएको थियो हो र? मलाई त मन परेन साँच्ची अरू केटी आयो अनि के भयो त कहिले लफ्रा सफ्राबाट मलाई त यस्तो कस्तो झ्याउ झ्याउ तिमीहरूको केटा मलाई त्यो अर्काको जुठो चाहिएन उसलाई नै छोडिदिए हो अरूको जुठो नखाने अनि को चाहियो त भन नि त मलाई उम्। त्यो एउटा नि को भन मैले न? हेरेँ दीप भन्ने थियो त दीप अँ। दीप गुरुङ उम्। त्यो अस्तिको एपिसोड मैले हालेको थिएँ त्यसैमा देखेँ होला होइन अँ, त्यो चाहियो चाहियो किन किन बिहे गर्नलाई चाहियो नि त्यस्तो मन पर्यो त्यो केटा हो राम्रो लाग्यो दीप उम्। छ्या कस्तो छ्या हो हिज माई टाइप नि त तिम्रो टाइप त्यस्तो नराम्रो पनि हुन्छ र भने राम्रो हुने चाहिँ तपाईँ त लास्टै भड्काउने काम नगर्नु त होइन के तिम्रो चोइस पनि त्यस्तो नराम्रो हो छ र भने दीप मन पर्यो तिमीलाई राम्रो लाग्यो के दीपै मन पर्यो उही मन पर्यो किन मन पर्यो भन न राम्रो लाग्यो कस्तो पीडित देखेँ होइन पीडित त ऊ त्यो बाटोमा हिँड्दा त त्यहाँ कतिवटा त्यस्तो पीडित होइन कि कस्तो पीडित? त्यो भोकोवाला नाङ्गोवाला ए भोको खाना नाङ्गो नपाए- अरे त्यस्तो वाला भने होइन कि अँ। त्यस्तो पीडित भने होइन कस्तो म पीडित? जस्तै अँ। सबै कुरामा सम्पूर्ण तर अँ। मायामा चाहिँ पीडित रहेछ अँ। त्यही भएर मलाई मन पर्यो भनेपछि जतिजना मायामा पीडित छन् सबलाई तिमी माया बाँड्दै जान्छौ सबलाई त होइन म तर कस्तो उसलाई मतलब? उहाँलाई चाहिँ उहाँलाई उम्, अरू पनि छन् त त्यस्ता पीडितहरू अरू अहिले अरू नसोचौँ धेरै दिमागमा भनेपछि एकदम ट्रु लभ वान साइडेड लभमा दीप गुरुङसँग साँच्ची हो त्यसैलाई बोलाइदिउँ उसैलाई बोलाइदिनु साँच्ची फर्स्ट भेट्यो भने के गर्छौ हक गर्छु कहाँ हक हक ए म त टोइलेटमा हो कि भनेर नि हल अङ्गालो मार्छु भने क्या नेपालीमा ए। इङ्ग्लिस नबुझ्दैलाई कस्तो गाह्रो अङ्गालो मार्दा अप्ठ्यारो हुँदैन भने के छ्याप्प अङ्गालो मार्दा किन अप्ठ्यारो अँ? पिस ओ माई गड छिटो बोलाउनु न छिटो बोलाउनु न अँ? छिटो बोलाउनु न बोलाउँछु समय लाग्छ नि त आजको भोलि अब तिमीलाई उसले हेर्छ कि हेर्दैन के थाहा किन नहेर्नु अँ? तिमी राम्री छैनौ नि त तपाईँलाई पो नराम्रो लाग्छ त मलाई तिमी उम्। हो साँच्चीकै नराम्रो नै लाग्छ नराम्रो मान्छेलाई नराम्रै देख्छ होइन ल ठिक छ दीप गुरुङसँग तिम्रो म कनेक्सन मिलाइदिउँ ला हुन्छ साँच्ची साँच्ची भने साँच्ची दीप चाहियो 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 भने चाहिँ चाहियो जिन्दगीमा उज्यालो चाहियो नि त उज्यालो दीपको गीत ओहो हो कोही मान्छे यसरी कसरी मायामा पर्न सक्छन् के हेरेर मात्र त्यसलाई के भन्छ थाहा छ सोलमेट भन्छ नि मैले जहिले पनि आफ्नो सोलमेट खोज्नु आएको भनिरहेको छु नि डे वानदेखि नै
त्यो कनेक्सन क्या एउटा त्यो सोल कनेक्सन हुन्छ क्या भाइब्स त्यो टच चाहिँ नगरिकन होइन त्यो आत्मा आत्मा कनेक्सन क्या भनेपछि दीपसँगै भयो एकदम तिमीलाई उही लाग्यो बाफ रे बाफ आज त रोमान्टिक हुने होला होइन यदि डेट बस्यो भने कहाँ लान्छ उसलाई उहाँलाई राम्रो एउटा कुनै रिसोर्टमा जान्छु रिसोर्टै लाने कति दिनको लागि जिन्दगीभरको लागि तर आजलाई चाहिँ एकछिन मात्र आजको लागि चाहिँ टेस्ट ड्राइभ त्यस्तो होइन बुझ्न चाहन्छु कि त उहाँलाई म राम्रो लाग्छ कि लाग्दैन होइन उहाँलाई त मैले यस्तो देखेर मन पराएको रियलमा भने जस्तो साँच्चीकै राम्रो हुनुहुन्छ कि छैन मनको होइन देखेर मात्र पनि हुँदैन नि त फोटोमा भिडियोमा देखेर भने जस्तो नहोला कि राम्रो भयो भने त तपाईँलाई बिहेमा बोलाउँछु म ओके ल त्यसो भए तिमीलाई उसँग डेट राखिदिन्छु तिमी रेडी हो त साँच्ची हो दिपलाई बोलाउँ म ल तपाईँ चाहिँ गइहाल्नु प्लिज छिटो होइन होइन तिमी चाहिँ जाऊ न पहिले ए है ल ल ए ओके त्यसो भए उसलाई पनि तिम्रो बारेमा भनिदिनु पर्यो नि त मैले है ल फेक टाइप नगर्ने साँचो भन्नु ल साँचो म एकदम साँचो मिलाउनु एकदम मिल्छ क्या तिम्रो नमिल्ने कुरै हुँदैन म गएँ ओहो देवनजी के साल खबर ठिक छ यार के छ दिप ल बस ठिकै हुनु। अब तिमीलाई मुख्य मैले बोलाउनुको कारण के भन्दाखेरि अब आजकल मैले जोडी मिलाइरहेको छु तिमीलाई थाहा नै छ मैले हेरेर हुन्थेँ तिमी पनि सिङ्गल छौ बिहे गर्छु भन्दै थियौ नि त पहिलेदेखि नै गर्नु पर्यो केही गर्नु पर्यो यताबाट नि मैले धोका पाएँ उताबाट नि धोका पाएँ अब बिहे गर्छु भन्दै थियौ नि त त्यही भएर एउटा केटीले चाहिँ के भयो भन्दाखेरि म्याच मेकिङमा एउटा केटीले चाहिँ तिम्रो र ममताको त्यो एपिसोड हेऱ्यो एकदमै भित्री मनदेखि नै क्रेजिएस्ट फ्यान अब एकदम वान साइडेड लभ तिमी नै चाहियो म अरू केटासँग डेटै बस्दिनँ मलाई यदि डेट बसाइदिने भए दिपसँग बसाइदिनु म एकचोटि उसलाई बुझ्न चाहन्छु म पनि दिप जस्तै पीडित केटी हो मलाई पनि अब साँचो माया गर्दा गर्दै कतिले छोडे मलाई पनि दिपै चाहियो त्यो टुटेको मुटुलाई यो टुटेको मुटुले बुझ्न चाहन्छ भनेर उनले एकदम मलाई भनिरहेकी थिइन् बुझ्यौ नि त्यही भएर मैले तिम्रो लागि बोलाएको हो त्यो केटीसँग डेट राख्नको लागि यदि अब तिमी डेट गर्न चाहन्छौ भने म केटीलाई ओके भनिदिन्छु होइन अब केटी पनि एकदमै राम्री छ है त्यस्तो नराम्री केटी पनि छैन अब यस्तो हामी रूपमा जानुभन्दा पनि अब त उमेरले 30 कटिसक्यो नि त हामी त अहिले त मेच्योर्ड केटी नै चाहिन्छ नि त यो केटी एकदम मेच्योर्ड पनि छ तर म फेसनेबल पनि छ कि फेसनेबल पनि छ मेच्योर्ड पनि छ होइन अब फोटो हेर्छौ भने हेर होइन केटी यही हो एकदम मनको पनि सफा होइन लुगा पनि सफा मनको पनि सफा अब मजाक आफ्नो ठाउँमा छ केटी एकदम त्यो के कस्तो भन्दाखेरि तिमीलाई घरमा राख्न सकिन्छ के बुझिनौ बजारमा राख्ने होइन अब कोही चाहिँ हुन्छ नि हामी घरवाले एक बाहिरवाले अनेक बनाउँछौँ नि त्यसरी यो जिन्दगी चल्दैन हेर तिमीले पनि बुझिसक्यौ उमेरको अब तिमीले पनि आधी हिस्सा सिधाइसक्यौ मैले पनि आधी हिस्सा सिधाइसकेँ यो केटी चाहिँ मैले तिम्रो लागि चाहिँ यसो एज अ फ्रेन्ड होइन एज अ साथी एज अ हामी पहिलेदेखि चिनेको हुनाले यो केटी चाहिँ तिम्रै लागि हुन्छ भनेर उसले नै एकदम क्रेजी नै रहेछ क्या तिम्रो लागि ठिक छ देवेनजी अब तपाईँले सम्झिनुभयो खुसी लाग्यो होइन अब ठिकै छ अब जिन्दगीले नै आजभोलि घुमाइ फिराइरहेछ होइन तर उमेरको हिसाबले त अब सोच्नुपर्ने कुरा नै हो होइन अब जवानी भनेको बारम्बार आउँदैन फर्केर आउँदैन अब जान पनि थालिसक्यो हाम्रो एकचोटि बुझ मेरो चाहिँ के कुरा गर्छु नि एकचोटि यो केटीलाई पनि बुझ होइन केटी एकदमै त्यो मनको चाहिँ सच्चा छ क्या ठिक छ रूप रङले त राम्रै रहेछ होइन रूप रङले पनि छ बानी व्यवहार पनि राम्रो छ है एकदम राम्रो छ मैले यो केटी भिडाउनको लागि भने होइन हेर केटी भिडाउनको लागि भने होइन यो केटीले पनि 101 केटा पाउँछ नपाउने होइन तर के गरियो भन्दाखेरि तिमीलाई त स्क्रिनमा देख्ने बित्तिकै मलाई यो केटासँग डेट राखिदिनु कि राखिदिनु म यो केटासँग बिहे गर्छु भनेर मलाई एकदम त्यो के भन्छ फोर्स गरेर मैले तिमीलाई फोन गरेर अब यहाँ बोलाएको हुन्छ नि देवेनजी एकचोटि के छ र मन बुझ्दिउँ होइन अब कस्तो रहेछ उसको बानी व्यवहार सबै एकचोटि अब बुझ्दैमा के जान्छ र होइन बुझ्दैमा भनेर बुझ्दा नि राम्रोसँग बुझ के बुझिनौ
अब चाहिँ मैले अघि भने नि एउटा घरमा राख्ने एउटा बाहिर राख्ने होइन अब जो राख्ने त्यसलाई जिन्दगीभर राख्ने हो के बुझिन मनमा उसको सोच। पनि त्यही सोच छ अब जो केटा चाहिँ म आफ्नो बनाउँछु नि बोयफ्रेन्ड बनाउँछु वा बुढा बनाउँछु होइन उसलाई चाहिँ जिन्दगीभर बनाउँछु भनेर उसको पनि सोच छ कि उसले पनि धेरैचोटि ठाउँबाट सायद धोका त पाइहालिन्छ नि यो उमेरमा होइन पाएको होला त्यही भएर उसलाई अब सोलमेट चाहियो जुन चाहिँ तिमी हो भन्ने उसलाई एकदम खै ड्रिममै देखेर हो कि सपनामै देखेर हो कि त्यस्तो सोच भन्दै थियो कि मलाई तर ठिकै छ जीवनमा बारम्बार धक्का नि खाइरहेको छु धोका नि पाइरहेको छु होइन तर ठिकै छ मान्छेको जिउडा रूपरङ होइन तर रूपरङ नै जस्तो गर्न मिल्दैन मिल्दैन तर ठिकै छ एकचोटि मन बुझेर हेर्छु नि त म एकचोटि ल भेटघाटको ल वातावरण केटीलाई म यहीँ बोलाइदिन्छु है केटी पनि यतै छ मैले बाहिर राखिरहेको छु होइन अर्को ठाउँमा यहीँ नजिकै छिन् म बोलाइदिन्छु है दुईजना टक्क राम्रो गफ गर्नु यस्तो गफ गर्नु कि साँच्चीकै तिमीहरू चाहिँ अब रिलेसनमै अगाडि बढ्दैछौ भनेर यदि चित्त बुझ्यो भने है बुझेन भने परेन भाइब्स त थाहा भइहाल्छ नि यो केटी चाहिँ कस्तो हो यसले चाहिँ छोड्छ त्यो पहिलो भेटमै हुन त हुन्छ किनकि हामी त एक्सपिरियन्स भइसक्यो नि त केटीको मालमलामा होइन र है हुन्छ ल वेट गर्दै गर्नु ल हुन्छ ओके ल निस्किनु Oh, hello, Deepji. Oh my god. How are you? I'm good. हजुरलाई कस्तो छ Never been better. आजको त आज घाम पश्चिमबाट हुँदा आएको छ है पूर्वबाट हो कि पश्चिमबाट होइन आज त्यस्तै लाग्यो आज किनकि एक्कासी अब आकाशबाट चन्द्रमा धर्किनु त जस्तो भयो नि दिउँसै बस जब एक्कासी मलाई गीतले आफ्नो अङ्गालोमा बाँध्यो नि मेरो मुटुको धड्कन एकदम बढ्यो जस्तो लाग्यो एकछिन त लाग्यो कि यो संसारै एकदम रोकियो जस्तो भयो सो त्यो चिया कफी के लिन्छौ होइन अहिले ठिक छ भर्खर खाना खाएर आएको अनि मलाई चाहिँ बोलाउनु पर्दैन खाने बेला वाउ आउनुहुन्थ्यो बोलाएर मात्र त हेर चाँडै बोलाउँछु नि ल तर है अब खासमा त हाम्रो देवेन्द्र सरले फोटो देखाउनु भएको थियो है हजुर तर अचानक आएर तिमीले एकदम हुन्छ नि जुन मलाई एकदम एकदम हुन्छ नि मनदेखि नै एकदम यस्तो आत्मीयपन एउटा फिल गराइदियो नि होइन आफ्नो मान्छे जस्तो जस एकदम खुसी लाग्यो क्या जस अब कसैको अङ्गालोमा बेरिँदा होइन जस वर्षौँदेखि आफ्नै मान्छे भेटे जस्तो फिल भइरहेको होइन नर्मली होइन हजुर बोल्दै गर्दा नि म पनि त्यस्तो के भन्छ छोरा मान्छे देख्ने बित्तिकै जाने झुम्मिने टाइपको त छैन होइन तर अब मलाई थाहा छ नि त तपाईँको केही कुराहरू होइन अनि मलाई कस्तो त्यो हजुर पनि एउटा हुन्छ नि त कस्तो त्यो के मायालु होइन एकदम त्यो माया खोजेको मान्छे तर माया नपाएको हो कि खै कस्तो हो होइन सो मलाई कस्तो एकदम त्यो क्या त्यो तानी 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 जस्तो भयो क्या सो अनि मलाई पनि कस्तो आफ्नै मान्छे हुन त हामी भेट त फर्स्ट टाइम हो नि त हाम्रो होइन कस्तो देख्ने बित्तिकै एकदम दौडेर एकदम त्यस्तो भयो क्या मलाई ठिक छ तिम्रो नाम अनुसारको जस गीत भनेपछि होइन हुन नि म एकदम सङ्गीतमा चाहिँ एकदम इन्ट्रेस्ट भएको मान्छे होइन त्यसमा अलिकति सङ्गमा त हटेन तर जस गीत अगाडि देख्दा चाहिँ मलाई नि एकदम है हृदय नै एकदम भित्रैदेखि खुसी छु क्या है अनि जुन हिसाबले तिमीले मलाई ट्रिट गर्यौ होइन एकदम हुन्छ नि म खासै त्यस्तो अलिक इन्ट्रोभर्ट टाइपको होइन त्यो अलिकति प्रायः जस्तो घुसखुसे टाइपको क्या होइन खुलेर खासै बोल्नु मन नलाग्ने टाइपको होइन जस तिमीलाई चाहिँ जस मन खोलेर कुराहरू मन लागिरहेको छ जस है सो अब यस्तै हो अब लाइफ भनेको अब त्यही हो कहिले तल कहिले माथि भइ नै हाल्छ होइन जसरी नै अब जिन्दगी होइन लतार्दै पछार्दै जसरी होइन अगाडि बढाउनु छ होइन यस्तो रहेछ समयमा अब परिस्थिति अनुसारले अब समस्या आउँदै जाँदो रहेछ टर्दै पनि जाँदो रहेछ क्या होइन राम्रो कुरा आउनुको लागि नै नराम्रो कुरा हुन्छ अरे क्या फर्स्टमा इन्सिडेन्टहरू जे कुरा पनि क्या इफ हजुरलाई राम्रो हुनु छ भने सुरुमा नराम्रो हुन्छ अरे क्या सुन्नुभएको छ यो पहिला भन्छ नि हजुरबा हजुरआमाहरूले मम्मीहरूले ठिकै हो कसैले भनेको ठिकै छ कुरा आगो ताप्नु बुढाको कुरा सुन्नु बुढाको भन्छ तर जसले जे भन्यो सही नै जस्तो लाग्छ है बुढापाकाहरूको यो
यो नेताहरू बाहेक होइन अँ, जति पनि लाग्छ यो बुढापाकाहरूको कुरा एकदम कतिपय कुराहरू एकदम ठिक हो जस्तो लाग्छ होइन अब अनि यो खुट्टा तान्ने प्रवृत्तिदेखि लिएर होइन बुढापाकाहरूले जति पनि हुन्छ मिलाएर हुन्छ होइन अनि विश्वास भनेको त्यही रहेछ क्या होइन जसलाई विश्वास गरिन्छ उसैले त घात गर्छ नि होइन हो नि of course। जहाँ विश्वासै छैन त्यहाँ घात कसरी हुन्छ अनि आफ्नै मान्छेहरूले उम्, थाहा होला नि हजुरलाई आफ्नै मान्छेहरूले हो पीडा दिने भनेको टाढा भनेर टाढै भइगयो नि पीडा भनेर त आफ्नैले दिन्छ बाहिरको मान्छेले त के देखाइ हुँदैन नि त सो त्यस्तो पीडा दिने बाटै हुँदैन हामीले आफ्नै मान्छेलाई हक पनि दिए हुन्छौँ नि त पीडा दिने त्यही भएर मैले चाहिँ दिपजीलाई पहिला सोसियल मिडियामा देखिराखेँ नि त त्यतिखेर राम्रै हुनुहुन्छ देख्दा राम्रो हुनुहुन्छ स्मार्ट हुनुहुन्छ जस्तो लागेको थियो तर अझै धेरै रियलमा देख्दा चाहिँ उहाँको बिहेभियरहरू अनि केटीलाई रेस्पेक्ट गर्ने एकदम कस्तो राम्रो कुरा गर्नु हुँदो रहेछ एकदम म्याचुर हुनुहुँदो रहेछ एकदम धेरै राम्रो लाग्यो रिलमा भन्दा रियलमा अनि तिम्रो पास्टमा अब बोयफ्रेन्डहरू नि थियो होला नि होइन र अब कसैको भन्छ नि कलेज लाइफमा स्कुल लाइफमा होइन हजुर एउटा अब जब एरियातिर भनौँ कहिले होइन हजुर साथीभाइको यताउति लिङ्कबाट अब एक न एकजनासँग त कसैसँग त माया त बसेको थियो होला नि कुनै कुनै मोडमा त माया हजुर थियो कम्फोर्टेबल लाग्छ भने यसो भन होइन मैले अब यसो विचार गरे अनुसार चाहिँ अब आफ्नो मनको पीडा जति खुले होइन त्यति नै मन हल्का हुन्छ भन्ने फिल गर्छु म चाहिँ होइन हजुर त्यही भएर कम्फोर्टेबल छौ भने भन न ओके आउने बित्तिकै हजुरलाई भेट्ने बित्तिकै राम्रो कुराहरू गरौँ सोचिरहेको थिएँ तर अब यो कुरा कोट्याउन मन त थिएन म खासै मेरो साथीहरूलाई फ्यामिलीहरूलाई पनि सुनाउँदिनँ तर थियो मेरो पनि एकदमै माया गर्थेँ सुरुमा त उहाँले नि माया गर्नुहुन्थ्यो अफकोर्स पहिला त होइन अनि मलाई पनि एकदम राम्रो लाग्थ्यो अनि जस मैले जस्तो खोजेको थिएँ उहाँ त्यस्तै हुनुहुन्थ्यो अनि उहाँलाई पनि म राम्रो लाग्थ्यो अरे होइन राम्रै थियो तर अब त्यही त हो नि बिस्तारै बिस्तारै गएपछि मान्छेको मन हो चेन्ज हुँदो रहेछ होइन अनि के भन्छ सबै कुराहरू मिल्दा मिल्दै पनि पछि गएर अलि लामो समयपछि चाहिँ मिलेन होइन कुरा मिलेन अनि त्यसपछि मलाई त यो माया प्रेमदेखि पक्क दिक्क लागेर सबै कुरा छोडेर बिहे नै नगर्ने बट आफ्नो करियर बनाउने भनेर बसिरहेको थिएँ होइन तर घरको मान्छेहरूले मलाई सम्झाउनु भयो होइन सधैँ त्यसरी हुँदैन अहिले त तेरो उमेर छ होइन जे गरे नि हुन्छ जहाँ गए नि हुन्छ हाँसे नि हुन्छ बसे नि हुन्छ तर भोलिको दिनमा होइन एउटा लाइफ पार्टनर चाहिँ चाहिन्छ होइन जसले मलाई सपोर्ट गर्ने केयर गर्ने होइन अनि गाली पनि गर्ने सबै कुरा क्या त्यो चाहिन्छ भने नि यस्तो विचार गरेँ होइन आजभोलि जहाँ जान्छु खान्छु होइन आफूलाई मनपर्ने कुराहरू खाइरहेको हुन्छु मनपर्ने कुराहरू लगाइरहेको हुन्छु तर त्यो कुरामा चाहिँ क्षणिक खुसी मात्र हुन्छ क्या एउटा कोही कसैको मायाको चाहिँ कमी जस्तो लाग्छ होइन अनि अब त्यस्तै भयो अनि सो अनि म चाहिँ यहाँनिर अब हाम्रो म्याच मेकर सरलाई कुरा गरेर यहाँनिर मैले भनेको जस्तो पार्टनर पाउँछु होला भनेर आएको होइन खासै कुरा त कोट्याउन मन थिएन होइन तर के भएको थियो र त्यस्तो एज डिफ्रेन्ट थियो अनि एजमा नि केही प्रब्लम थिएन हाम्रो त कास्ट पनि डिफ्रेन्ट थियो अनि उसको चाहिँ पहिला एक्स गर्लफ्रेन्ड थियो अनि उसको त्यतिखेर ब्रेकअप भइसकेपछि मसँग थियो अनि पछि फेरि उसको फेरि गर्लफ्रेन्ड फिर्ता आयो अरे क्या अनि म चाहिँ त्यसमा एउटा अप्सन मात्र थियो होइन अनि त्यही भएर अप्सन मात्र थिएँ सायद मेरो भाग्यमा नभएको होला नि होइन अब कतिपय कुरा आफूले ट्राई गरेन भने पनि पछि परिँदो रहेछ होइन अब सायद उसको अब तिमीप्रति पहिला अब त्यहाँ के एट्र्याक्सन मात्र थियो कि होइन त्यहाँ माया कहिले पनि थिएन कि सायद होला मैले मात्र गर्थेँ कि अब यसो हेर्दाखेरि त हाउभाउ यताउता देख्दाखेरि त मलाई पनि माया गर्थ्यो जस्तो लाग्थ्यो यति राम्रो मान्छेसँग माया अभियसली नबस्ने त चान्सै थिएन होला पक्कै होइन खै अब राम्रो मान्छे अनुहारले मात्र माया नहुँदो होला नि त उहाँको अब सायद डिफ्रेन्ट सोच थियो त्यही भएर होला बानी बेहोरा नि राम्रै होला नि अब त्यस्तो नराम्रो बानी बेहोरा त छैन तर कस्तो हुन्छ भने जस्तै हजुरलाई राम्रो लागेको कुरा उहाँलाई नराम्रो लाग्न सक्छ होइन त्यही त हो नि सबैलाई एउटै टाइपको मन पर्दैन होइन म्हणजे उसको इन्टेन्सन चाहिँ युज एन्ड थ्रो मात्र रहेछ मैले बुझ्न सकेको छैन अझैसम्म पनि मैले केही बुझेको छैन कि म भ्रममा रहेछु के त्यो के भन्छ मलाई माया गर्छ होला गर्थेछ भनेर त्यो एउटा थियो क्या अब यति धेरै थियो कि म
पागल थिएँ क्या। अब मलाई चाहिँ एकदम मेरो लागि चाहिँ संसारमा सबैभन्दा ठुलो कुरा माया। अब तपाईँलाई अहिले भन्दा भने जस्तो लाग्छ होला होइन, कुरा गरे जस्तो लाग्छ होला होइन, तर म यसो सोध्छु क्या होइन, भोलिको दिनमा होइन मसँग सबै कुरा हुन्छ होला होइन, यो नाम पैसा होइन, यो इज्जत, यो जे पनि खोजिरहेको हुन्छौँ नि, तर अन्तिममा गएर एउटै मात्रै रिग्रेट, आफूले माया गरेको मान्छे नपाउने भनेर त्यस्तो फिल हुन्छ। तर के सोध्छु भने त्यो माया सायद एक साइडबाट, मेरो साइडबाट मात्र पो थियो कि अब आउने मान्छेले चाहिँ सायद मलाई पनि गर्छ कि भन्ने आश छ मेरो चाहिँ। पहिलो भेटमै मलाई गीत चाहिँ एकदम जेन्युन केटी लाग्यो क्या, किनकि उसले पहिलो भेटमै मसँग यस्तो राम्रो दिल खोलेर कुरा गरेर उसको विगतको कुराहरू जस होइन, जस गीत प्रतिको रेस्पेक्ट चाहिँ मलाई जस एकदमै बढेर गयो क्या। तर गीतलाई मात्र एउटा कुरा भन्न चाहन्छु क्या, म चाहिँ जीवनमा होइन नगुमाइकन केही पनि पाइँदैन क्या, आखिरमा स्वर्गले पनि त मृत्यु माग्छ। लाइफदेखि के एक्सपेक्ट गरेछौ त? लाइफदेखि यस्तो धेरै ठुलो एक्सपेक्टेसन पनि राख्दिनँ, किनभने एक्सपेक्टेसन्स हर्ट भन्छ नि त। अनि मैले पनि कसैलाई माया दिन पाऊँ, जो मैले अहिलेसम्म कसैलाई गरेको माया नबुझे पनि यो आउने मान्छेले चाहिँ, आउने पर्सनले चाहिँ बुझोस् होइन, अनि उसलाई पनि म माया गर्छु, त्यही एक्सपेक्ट गर्छु। अरू त म गर्न सक्छु। अनि अर्को केटा फेरि अब माया गर्ने नै भेट्ला जस्तो लाग्छ त? सायद म जस्तै टुटेको मान्छे पाएँ भने पुग्छ। यदि इनकेस होइन अब फेरि उसले पनि तिमीलाई फेरि त्यसरी नै धोका दिएर गयो भने चाहिँ के गर्छौ त? बार त्यो के भन्छ भाग्यमै त्यो लेखेको छ भने त अब त्यसलाई म बदल्न सक्दिनँ। मैले मेरो साइडबाट 100% दिने हो, कोसिस गर्ने हो होइन। अब अपोजिट पर्सनले मलाई अब त्यो गर्यो, धोका दियो भने त त्यो त मलाई नदे भनेर भएन नि त होइन, त्यो त उसको कुरा हो नि त। तर कर्मा, सबै कर्मा हुन्छ नि त। सो आई बिलिभ कर्मा होइन। फेरि टुट्ने हिम्मत छ त? अब त छैन, त्यो पुरै त्यो के भन्छ यस्तो त्यो झडामझुडुम भएर पुरै त्यो यति बच्या क्या, त्यो त्यसैलाई बचाइरहेको छु। खास गरी केटीहरूले होइन केटामा खोज्न चाहिँ के खोज्दो रहेछ त्यो होइन, मैले नि अलिकति पत्ता लगाउन नसकेको क्या विगतको रिलेसनहरूदेखि है। खोज्न चाहिँ के खोज्दो रहेछ अब उनीहरूलाई? पैसा नै सबै कुरो हो किन? अब एट्र्याक्सन मात्र नहुने हो किन? मायाले मात्र नपुग्ने हो किन? सबैको डिफ्रेन्ट सोच हुन्छ होइन, सबैलाई अब अलग अलग टाइपको मनपर्छ। अब जस्तै कि त्यो केटीलाई त्यो केटासँग 1-2 दिन मात्र घुम्न छ, या कसैलाई मेरो राम्रो बोयफ्रेन्ड छ भनेर देखाउनुको लागि भने अभियसली राम्रो लुक्स, अब राम्रो रिच, उसलाई सबै कुरा हेल्प गर्ने खोज्छ होइन। तर अब यही मान्छेसँग नै जिन्दगी बिताउनु छ भन्ने भयो भने त पैसा पनि चाहिन्छ अफकोर्स लाइफमा होइन, किनभने पैसा बिना हामी सर्भाइभ गर्न, इभन हामी बिरामी भयो भने, हस्पिटलमा भयो भने मसँग पैसा छैन भन्यो भने अभियसली डक्टरले हुन्छ छोडिदियो त भन्दैन नि त होइन, ह्याबिटलाई त गर्दैन। सो त्यही भएर पैसा पनि इम्पोर्टेन्ट छ, तर पैसा नै भन्ने र त्यो त्यसैलाई त गर्दैन होइन। अनि सबैभन्दा हामी छोरी मान्छेहरूले खोज्ने भनेको चाहिँ केटा मान्छेमा रेस्पेक्ट होइन। अनि हामी केटी मान्छेहरू जति ठुलो भए पनि अलिकति बच्चा जस्तो बच्चापन हुन्छ नि त। हो हामी काममा बाहिर हिँड्दाखेरि होइन एकदम प्रोफेसनल हुन्छ होला होइन, तर आफ्नो पार्टनरको अगाडि चाहिँ एकदम त्यो बच्चा, मलाई यो मान्छेले त्यो के भन्छ एकदम प्याम्पर गरोस् होइन, अनि यो मेरो बच्चापनलाई चाहिँ सधैँ कायम राखोस् भन्ने चाहन्छ। अनि त्यसपछि केटा मान्छेले केटी मान्छेलाई रेस्पेक्ट गर्नु पऱ्यो धेरै होइन। केटी मान्छेलाई जस्तै अब पहिला पाउनुभन्दा अगाडि त एकदम त्यो तारा सारा झारिदिन्छ हुन्छ नि त, पछि पाइसकेपछि यस्तो उस्तो वास्तै गर्दैन नि त। सो एउटा केटी मान्छेले त्यो सहन सक्दैन। अनि त्यही हो, अब केटी मान्छेले खोज्ने भनेको रेस्पेक्ट, अनि उसको त्यो बच्चापनलाई सम्हालिदिनु पऱ्यो, अनि अभियसली केयरिङ टाइपको खोज्छ। तिमीले चाहिँ कस्तो खोज्छौ त? मैले पनि त्यही नै हो, सबैभन्दा धेरै मलाई रेस्पेक्ट गरोस् अनि मेरो बच्चापनलाई कायम राख्दैछ, सम्हालोस् अनि केयर गरोस् होइन। अनि सानो सानो कुरामा हामी त यत्रो सानो, जस्तै हजुरले मलाई यत्रो सानो रिङ दिनुहुन्छ या केक क्लिप दिनुहुन्छ, त्यो कुराहरू एकदम हाम्रो लागि चाहिँ त्यो ठुलो चाहिँदैन कि। हामी केटी मान्छेहरूलाई सानो सानो कुरामा खुसी हुन्छौँ हामी। अनि भोलि मैले तिमीलाई त सानो कुरा नि दिन सकेन भने तिमी छोडेर जान्छौ होला फेरि? मलाई त सबैभन्दा धेरै अहिलेको यो स्टेजमा मेरो लागि सबैभन्दा इम्पोर्टेन्ट माया हो। तपाईँले मलाई माया र रेस्पेक्ट मात्र दिनुभयो अनि केयर गर्नुभयो भने भयो। मलाई त म आफै इन्डिपेन्डेन्ट छु, म आफूले आफैलाई सर्भाइभ गर्न सक्छु र गरि पनि रहेछु।
सो त्यस्तो दिनै पर्छ भन्ने चाहिँ यो केही नै छैन, मिलेर गर्न पनि सकिन्छ। रेस्पेक्ट र माया भनेर सानो कुरा हो कि तिमी मलाई बिर्सन नसक्ने साथ देऊ, म तिमीलाई छुट्नै नसक्ने हात दिन्छु कि। मम ड्याडसँगै बस्छ होइन? मम्मी ड्याडीसँग त बस्दिनँ म, बहिनीहरूसँग बस्छु। मम ड्याड याद आउँछ? मेरो चाहिँ एक्चुली अब फेरि दर्द पनि यति धेरै दर्द छ कि तपाईँ सुनेर पनि मेरो चाहिँ मम्मी ड्याडी सेपरेट हुनुभएको हो। म 1.5 इयर्स हुँदाखेरि नै मेरो मम्मी ड्याडी चाहिँ मसँग कन्ट्याक्टमा हुनुहुन्न। सो मलाई थाहा छैन मम्मी ड्याडी कस्तो हुनुहुन्छ भनेर। सो याद भन्ने कुरा थाहै छैन कि, जो फिलिङ्स नै थिएन कि कहिले हाम्रो कुनै मोमेन्टहरू या कुनै कुराहरू यादै छैन। म चाहिँ मेरो हजुरबा हजुरआमा हुनुहुन्छ, बाजे बोजू हुनुहुन्छ, मेरो इटरी हो नि त घर। सो उहाँहरू चाहिँ उता गाउँमा बस्नुहुन्छ अनि मलाई याद चाहिँ हजुरआमाको याद आउँछ। बच्चैदेखि एक्लै हो? बच्चैदेखि म एक्लै, एउटै हो म सन्तान नै। अनि म चाहिँ मम्मी हजुरबासँगै हुर्केको। अनि अहिले चाहिँ म काठमाडौँ बसिरहेको छु नि त, आफ्नो करियरको लागि, फ्युचरको लागि भनेर बसिरहेको छु। के छ त फ्युचर प्लान अब? फ्युचर प्लान करियरमा म चाहिँ हजुर म्युजिक प्रेमी भने जस्तै मलाई चाहिँ म चाहिँ मलाई चाहिँ एकदम एक्टिङमा एकदम इन्ट्रेस्ट छ। सो मलाई चाहिँ फ्युचरमा हिरोइन बन्ने ट्राई गरिरहेको छु, मैले कामहरू गरेको छु केही। हिरोइन? हजुर। यदि तिम्रो फ्युचर हस्बेन्डले फेरि हिरोइन बन्नमा रोकटोक गर्यो भने नि फेरि? त्यस्तो नबुझ्ने मान्छे त आजभोलिको जमानामा हुँदैन। आई होप हुँदैन होला कि। हुनसक्छ, कतिपय मान्छेहरूलाई अब छोरा मान्छे हो होइन, आफ्नो बुढीलाई अब अरूले छोएको मन नपर्न सक्छ होइन, अब उसलाई जलन फिल हुन्छ नि होइन, जेलसी भनेर त भइहाल्छ नि सबैमा होइन र? अफकोर्स हुन्छ। अब अहिले तिम्रो त्यो अमेरिकामा नि के काण्ड आइरहेछ भन्छ नि होइन, अब त सायद उसको केटीको नि मजबुरी थियो होला होइन, अब त्यहाँ उसले भाडा साडा तिर्नु सकेन होला, अब त्यहाँ उसले एउटा साथै खोज्यो होला होइन, जस एउटा फ्रेन्डको हिसाबले ल्याएको थियो होला। अब सायद केटाले नै गलत बुझ्यो किन होइन, या फेरि केटीले नै बुझाउन सकेन कि, केटा मान्छे रिसाउनु स्वाभाविक जस्तो लाग्छ। किनकि अब उसले माया गरेर पठाएको मान्छे हो नि त होइन, उसलाई पैसा भन्दा अगाडि त उसले आफ्नो बुढी हेर्ने हो नि त होइन, उसले लगानी गरेर आफ्नो ठाउँमा होला, आफ्नो मायाले त्यति खर्च गर्नु त ठुलो कुरो भएन होइन। उसको केटीले चाहिँ नबुझ्देको हो कि या उसले बुझाउन नसकेको हो कि होइन। तर यस्तो हुन्छ नि त कतिवटा कुराहरू, मलाई त त्यस्तो राम्रोसँग थाहा छैन, जे कता कता सोसियल मिडियामा देखेको कस्तो हुन्छ भने देख्दाखेरि र रियल स्टोरी डिफ्रेन्ट हुन्छ। सो हामीले त देखेको भरमा जज गर्ने हो नि त, रियल लाइफमा डिफ्रेन्ट हुनसक्छ। नै मैले चाहिँ केटाको व्यवहारको हिसाबमा, मैले चाहिँ व्यवहारको हिसाबले कुरा गरेको एउटा, किनकि कमन हुन्छ नि त सबै केटाहरूमा, यो सबैको डिफ्रेन्ट हुँदैन क्या। मान्छेहरूको स्वभाव व्यवहारहरू भनेको यो ह्युमन नेचर भन्ने हुन्छ नि, यो एकदम कमन हुँदो रहेछ क्या। जस्तै अब यो मान्छेहरूको यो पैसा उडाउने, एकचोटि कुलतमा फस्ने, यो हरेक मान्छेको जिन्दगीमा एक न एकचोटि आउँदो रहेछ क्या, सबैको एकचोटि ठोकिँदो रहेछ क्या। तपाईँको त्यो गयो? गएको छैन मेरो अझै पनि, एकदम यो झन् म आजभोलि टेन्सनमा छु, यो आजभोलि झन् त्योभन्दा ठुलो झन् यो लोनको टेन्सन भइरहेछ। तर केही छैन, म अब त्यही बिस्तारै होइन प्रब्लम आउँदै जस्तो बिस्तारै सल्टाउँदै गइरहेको छ होइन। जस मेन चाहिँ अब मेरो दिदीको अनि मेरो चाहिँ बुवा आमाको एकदम मोस्टली सपोर्ट गरेको कारणले होइन, म चाहिँ दिदी र मम्मी बाबाले सपोर्ट गर्नुभएको, एकदम सपोर्ट गर्नुहुन्छ। त्यही भएर चाहिँ म एकदम भाग्यमानी नि अलिकति टाइपको छु होइन, किनकि अब अरू उस्तै भए त छुट्टै बस्छ छोड्दै यताउति भन्ने हुन्थ्यो होला होइन। तर मलाई अझै पनि होइन त्यो सम्झाउनुहुन्छ, टेन्सन नलिनु होइन। कतिपय कुरामा चाहिँ त्यही भएर एक्लो फिल लाग्दो रहेछ क्या। अब यस्तो कुराहरू अब फ्यामिलीसँग कुरा नमिल्ने होइन, अब आफ्नो प्रब्लम कुराहरू होइन, किनकि आफै जान डुब्नु गएको हो नि त होइन। अनि यस्तो बेलामा चाहिँ एउटा साथ दिने मान्छे होइन, कसलाई कुरा सुनाइदिने मान्छे, अब साथीभाइलाई पनि सुनाएर काम छैन रहेछ, उनीहरूले सुनिदिन्छ फेरि कुनै बेलामा त्यही कुरालाई खिल्ली बनाएर उडाइदिन्छ होइन। त्यही भएर यो हरेक कुराहरू यो सबैलाई यो आन्द्रा भुँडी नै खोल्नु हुँदैन भन्ने चाहिँ मैले बुझेँ है। सुनिदिने मान्छे एकजना भइदिएको भएर चाहिँ होइन मन कति हलुका हुन्थ्यो होइन। जस्तै अब सायद मेरो कोही अब मेरो मनले खाएको होइन, या फेरि मैले भविष्यको जीवन साथी सोचेको एकजना कोही भइदिएको भए त मैले उसलाई मजाले अब आफ्नो पीडाहरू सुनाउन सक्थेँ नि त होइन। अब उसले के गर्न नसके भने उसले मलाई सम्हाल्थ्यो होला, साथ दिन्थ्यो होला होइन, कुराले भए पनि एकदम हौसला दिन्थ्यो होला। तर त्यस्तो बेला चाहिँ के फिल भयो भन्दा एकजना चाहिने रहेछ क्या होइन। एक्लै लाइफ कटाउँछु भन्ने, साधु सन्त बन्छु भन्ने यो चाहिँ पोसिबलै छैन जस्तो लाग्छ है। तर हुने त भइरहेछ, तर उनीहरू चाहिँ मलाई कस्तो लाग्छ भन्दा उनीहरू चाहिँ अलिकति मेन्टली नै क्र्याक भएकोहरू चाहिँ होला लाग्छ, एकदम धेरै त्यो पीडा भएर लास्ट स्टेजमा अन्तिममा पुगिसकेपछि हो त्यो। ठिक छ, म आछु त अब तपाईँको पीडा सुन्नलाई, तपाईँको कुरा सुन्नलाई अनि साथ दिनलाई।
दिदजी चाहिँ एकदम धेरै मायामा पीडा पाएर बस्नु भएको रहेछ क्या। तर उहाँले अगाडि देख्दाखेरि चाहिँ त्यस्तो एक्सप्रेस पनि गर्नुभएको थिएन। एकदम आइएम ओके, म ठिक छु नि भन्नुभएको थियो। तर उहाँको आँखामा देखिरहेको थियो क्या पीडा। अनि पास्ट इज पास्ट होइन, पहिला जे जस्तो भयो भइहाल्यो। अब कस्तो एकदम अब पीडा जति नै पढे पनि त्यो गइहाल्यो। अब चाहिँ आउँदो दिनमा म छु, अनि टेन्सन नलिनु, म छु। अब डर लाग्छ कि अब तिमीले नि फेरि बुझ्दिनँ कि फेरि झन् बढाइदिने हो कि है। जो मान्छेको घर भत्केको हुन्छ नि त्यो मान्छेले अर्काको घरमा ढुङ्गा हान्दैन अरे कि। सरी, जो मान्छेको घर सिसाको हुन्छ अरे त्यो मान्छेले अर्काको घरमा चाहिँ ढुङ्गा हान्दैन अरे कि। किनभने उसलाई थाहा हुन्छ नि त पीडा। मलाई अलरेडी त्यही पीडा परेको छ नि त। सो म पीडामा चाहिँ पीडा त अभियसली दिन्न होइन। अनि मैले भने नि म कर्मासँग एकदम धेरै डराउँछु होइन। हामीले जस्तो गर्यो त्यस्तै त फर्केर आउने हो नि त होइन। सायद त्यही मैले हिजोको दिनमा मैले कसैलाई पनि त्यो चित्त दुखाइनँ, धोका दिइनँ होइन। भनौँ म आफै रोएँ, म आफै टुटेँ होइन। त्यही भएर त आज हजुरसँग म यहाँ छु होला। किनभने तपाईँले नि त कसैलाई पीडा दिनु भएन, तपाईँ आफै पीडामा पर्नुभयो होइन। तर एउटा कुरा चाहिँ अब प्रब्लम भन्दा नि अब तपाईँले भन्नुभयो नि त, अभियसली हो आफ्नो मान्छेलाई होइन अरूले छोएको मन पर्दैन होइन। तर हामी पनि छोओस्, छुइदियोस् भनेर त रहर त होइन नि त। अब मेरो सानैदेखिको सपना हो नि त राम्रो एक्टर बन्छु भन्ने होइन। अनि यो कुरामा चाहिँ तपाईँले सपोर्ट गर्नुभयो भने म एकदम अरू कुराहरूमा, किनभने सबैमा सबै कुरा पर्फेक्ट हुँदैन नि त। अनि अरू कुराहरूमा त तर हजुर मेरो मान्छे हो भनिसकेपछि अरूसँग म कसरी बोल्ने के गर्ने त्यो मलाई थाहा छ नि त। तर त्यो एज अ स्क्रिनमा मात्र त हुन्छ नि त। त्यो कुरामा चाहिँ तपाईँले पोजिटिभ नभएर त्यो कुरामा चाहिँ तपाईँले मलाई सपोर्ट गर्नुभयो भने आई होप हाम्रो फ्युचर राम्रो हुन्छ जस्तो लाग्छ। यस्तो रहेछ क्या, कतिपय कुरामा तिम्रो रिलेसनमा बसेपछि चाहिँ खासमा लोयल्टी अनि अलिकति ट्रस्ट भन्ने चिज चाहिँ चाहिँदो रहेछ होइन। अफकोर्स चाहिन्छ। तर ओभर ट्रस्ट पनि एकदम हानिकारक हुँदो रहेछ क्या होइन। मैले भने नि जसलाई विश्वास गरिन्छ उसैले विश्वासघात गर्छ नि होइन। विश्वास गर्नुपर्छ होइन। आफ्नो पार्टनरलाई रिलेसनमा बसेपछि सम्बन्धको अब रेस्पेक्ट गर्नुपर्छ, विश्वास गर्नुपर्छ। तर कहिलेकाहीँ के भइदिँदो रहेछ भन्दा त्यो हल्कामा हुँदो रहेछ क्या होइन। मेरो बोयफ्रेन्डले त के भयो त होइन, मलाई विश्वास गरिहाल्छ नि भन्ने हिसाबले उनीहरू चाहिँ केयरलेस हुँदो रहेछ क्या होइन। केयरलेस भइदिएपछि अब हुन्छ नि, अब टाइट गर्यो भने चाहिँ यसले मलाई टाइट गर्यो होइन। तर त्यहाँ त उसको माया थियो नि त, त्यहाँ टाइट कहिले गरे होइन कि उसले माया थियो। आफूले माया गरेको मान्छे आफूबाट टाइटिएला भनेर उसले टाइट गरे हो नि त होइन। तर उनीहरूले चाहिँ के बोझ सोचिदिँदो रहेछ क्या, बोझ होइन। तिमीले चाहिँ कुन हिसाबले लिन्छौ भन्ने कुरा क्या। भोलिको सम्बन्धमा यदि इनकेस हामी सम्बन्धमा बस्यौँ भने होइन, अब त्यसलाई बोझ सोच्छौ कि या फिर अब माया सोच्छौ कि? बुझ्दै नबुझिकन एकदम त्यो पोजिटिभ हुने, यो यत्तिकै कहाँ गइस्क्यो त्यो होइन। अभियसली आफ्नो मान्छे कहाँ गयो, के खायो, के गरिरहेछौ भनेर त हजुरले सोध्नुपर्छ। र मैले पनि म यहाँ गइरहेको छु, यो गरिरहेको छु भनेर मैले तपाईँलाई भन्छु नि त। अनि तर मैले कामै गर्न नसक्ने गरी यस्तो गाली गर्ने यस्तो उयो हुन्छ नि त आजभोलिको मुख छाड्ने होइन। अनि पुरै त्यो बुझ्दै नबुझ्दिने, मैले यस्तो यस्तो हो भन्दाखेरि पनि त्यो त्यस्तो होइन यस्तो हो भनेर रिसाउने। अनि त्यो पुरै नबुझ्दिने नसुनिदिने भयो भन्दा गाह्रो हुन्छ होइन। तर अभियसली तपाईँले मायाले मलाई नानी कहाँ छौ, के खाइरहेछौ, के गर्यौ, त्यस्तो एकदम धेरै ओपन हुँदा नलौ, या त योसँग नबोलिदेऊ, तिम्रो त्यो केटा साथीहरू नबनाऊ, तिम्रो लागि साथी पनि मै, बोयफ्रेन्ड पनि मै, सबै कुरा मै भनेर तपाईँले मलाई त्यो एउटा कम्फर्ट जोन दिनुभयो। अनि तपाईँले मलाई त्यो एउटा हुन्छ नि त ट्रस्ट दिलाउनु भयो नि त। त्यस्तो त्यो म सोच्दिनँ कि त्यो बोझवाला सोच्दिनँ क्या, त्यस्तो त्यो ओभर गर्दिनँ म। बालबच्चाको रहर चाहिँ कतिको छ त? अफकोर्स। त्यही भएर त। अनि त्यही भएर भन्दा नि कस्तो भने सबै कुराहरू मैले ट्राई गरेकोहरू, गर्न नसकेकोहरू मेरो आउने वालाहरूले गरोस् भन्ने मेरो चाहना छ। सो मलाई रहर छ अफकोर्स। कसलाई मन पर्दैन होला त बच्चा। हिरोइन बन्ने मान्छे भनेपछि त होइन आफ्नो बडी स्ट्रक्चरै बिग्रिन्छ नि त फेरि होइन। होइन नि, तपाईँले कति धेरै अरूको हेर्नु भयो जस्तै देख्नुहुन्छ होला नि त। जस्तै नेपाली इन्डस्ट्रीकोहरू, इभन बाहिर हलिउड बलिउड जाएको पनि होइन। सबैजनाले आफ्नो बेबी अभियसली भएर पनि मेन्टेन गर्न सक्नु पर्यो होइन। एक्सर्साइज गर्यो, योगा गर्यो, लाइनमा आइहाल्छ। जो उसको सपना चाहिँ एउटा हिरोइन बन्ने नै रहेछ होइन। अब भोलिको दिनमा हामी सम्बन्धमा बसेपछि, बालबच्चा भएपछि मलाई चाहिँ एउटै मात्र डर थियो कि अब भोलिको दिनमा उसको सफलताको बाटोमा म कतै घाँडो बन्ने हो किन होइन।
तर ठिक छ उसले अब आफैले भने होइन म आफूले आफूलाई मेन्टेन गर्छु सङ्घर्ष गर्छु स्ट्रगल गर्छु भन्ने होइन जस उसको लागि म खुसी छु र साथ पनि दिन तयार छु जुन हिरोइनको ड्रिम तिमीले देखिरहेछौ होइन अब त्यसलाई अब सक्सेस या फिर होइन सपनालाई विपनामा उतार्न सकेनौ भने चाहिँ अब त्यसको अप्सनल केही सोचेको छौ कि अब लाइफै यही हो मेरो भनेर अब जुन ठाउँमा जुन कुराको अप्सन हुन्छ नि त्यो कुरालाई पुरा गर्न गाह्रो हुन्छ अरे क्या। सो अहिलेसम्म चाहिँ अप्सन छैन होइन, यही नै गर्छु यही सक्सेस हुन्छु भन्ने छ। अब सक्सेस भएन भने पनि बिहे गरेर बस्ने होइन, सक्सेस भयो भने पनि फेरि बिहे चाहिँ गर्ने होइन। आफ्नो पार्टनर चाहिँ जसरी भए पनि इम्पोर्टेन्ट छ। सो केही गरौँला, बिहे गरेर पनि घरमै बस्ने त गर्दिनँ, केही गर्छु। पार्टनरमा चाहिँ के खुबी हुनुपर्ने रहेछ त तिम्रो खुबी पार्टनर बन्नलाई? पार्टनरमा खुबी त्यही हो, मैले भने नि अघि पनि होइन, सबैभन्दा धेरै कुरा चाहिँ अन्डरस्ट्यान्डिङ होइन, अनि रेस्पेक्ट एकदम मोस्ट इम्पोर्टेन्ट होइन। रेस्पेक्ट गरेन भने होइन एकअर्कालाई हजुरले मात्र होइन फेरि मैले पनि गर्छु कोर्स होइन, रेस्पेक्ट गर्ने हुनु पर्यो। अनि बच्चा जस्तो पेम्पर गर्ने होइन, अनि केयर गर्ने, अनि राम्रो बाटोहरू देखाउने। अनि उसले मलाई फेक तारिफ नगरोस् होइन, म जे हो त्यही भनिदेऊ होइन। अनि सधैँ माया गरेर मात्रै नराखोस्, गाली पनि गरोस्, सम्झाओस् होइन। किनभने एउटा मेरो पार्टनरमा चाहिँ होइन किन मैले भने मेरो ड्याडी मम्मी सेपरेट भएको, सो मैले उहाँमै मेरो मम्मी ड्याडी बोयफ्रेन्ड हस्बेन्ड दाजुभाइ बेस्ट फ्रेन्ड सबै उहाँमै खोजेको छु क्या। अनि अभियसली यही फिल्डमा छु, बुझिदिनु पऱ्यो यो कुरामा चाहिँ। अब सुटमा बेला बेला कता कता हुन्छ, सो यो कुराहरू चाहिँ उसले बुझ्नु पऱ्यो क्या, त्यति हो। भनेपछि बिहे गर्नु पर्यो भने यही फिल्डकै गर्नुपर्ने तिमीले? होइन, यही फिल्डको नै गर्नुपर्छ भन्ने त मेरो त मलाई त सकेसम्म यो फिल्डको त नभए बेटर होइन। अब कतिपय रिलेसनहरूमा अन्डरस्ट्यान्डिङ गरिदिँदैन फेरि बाहिरी मान्छेहरूले होइन। अब कहिलेकाहीँ नाइट सुट हुनसक्छ होइन, कहाँ गएको थिइस्, किन गइस्, कोसँग गइस् होइन। त्यो त मैले उहाँलाई बुझाउँछु नि त, हजुरलाई बुझाउँछु नि त। यस्तो हो, यहाँ गइरहेको छु, यो गर्न लागिरहेको छु, यो हो, यस्तो यस्तो हो, यहाँ चाहिँ उहाँहरू हुनुहुन्छ, यस्तो यस्तो भनेर बुझाउँछु नि त। ड्याडी मम्मीहरूलाई चाहिँ कहिले कन्ट्याक्ट गर्न खोजेन? अब छोडेरै गएको मान्छे होइन, केही आशै भएन, केही हुनै छैन, मेमोरी पनि छैन। सो कन्ट्याक्ट उहाँहरूले नि गर्नु भएन, अनि मैले पनि गरेँ। हजुरआमासँग बसे? हजुरआमा हजुरबुवासँग। यो भगवान्ले बनाएर दिया हुँदो रहेछ क्या, सबैलाई लेखेर दिएको हुँदो रहेछ क्या होइन। आफूले सोचे जस्तो के हुँदैन रहेछ क्या, एभ्रिथिङ इज स्क्रिप्टेड भन्छ नि डिरेक्टर है। हामी त प्ले मात्र भन्ने। हामी चाहिँ एक्टर रे क्या एउटा, यो पृथ्वीमा होइन जति पनि यो मनुष्य प्राणीहरू छ होइन, हामी चाहिँ एक्टर रे क्या, डिरेक्टर चाहिँ भगवान् रे क्या होइन। हामी रोल प्ले गरिरहेको छौँ क्या एउटा होइन। त्यसैले अब थाहा छ अब मन भने यस्तै हो होइन, भावुक भइहाल्छ। त्यसमाथि अब तिम्रो हुन्छ नि झन् त्यस्तो भए रहेछ होइन, अभियसली होइन। हामी अब छोरा मान्छेको कठोर मन धरि त अब कस्तो नरमाइलो हुन्छ होइन, तिमीले त आफैले फेस गरेर आएको अभियसली। अब हजुर बोल्दै गर्दा नि मेरो बारेमा त जान्नुभयो, मेरो फ्यामिली, मेरो करियर, मेरो पार्टनरमा हुनुपर्ने कुरा, नाम, घर सबै सोध्नुभयो। आई नो म हजुरलाई चिन्छु, हजुरको नाम थाहा छ मलाई, हजुरको बारेमा केही थाहा छ मलाई होइन। तर मलाई त्यो भित्री कुरा थाहा छैन नि त। मैले चाहिँ अब आई नो म दाजु हजुरको पनि टुटेको हो होइन, अनि हजुर यो हो भन्ने चाहिँ थाहा छ, तर कम्प्लिटली मलाई थाहा छैन नि त। सो आफै पर्सनली चिन्न चाहन्छु म हजुरलाई, हजुरको बारेमा राम्रोसँग जान्न चाहन्छु। होइन, म त्यो टाइममा ब्लाइन्डेड चाहिँ खासमा म कुनै माया खोज्न आएको पनि थिइनँ होइन। त्यति बेला एउटा ट्रेन्ड चलिरहेको थियो नि त, हजुर निकै अब पपुलारिटीको ट्रेन्ड होइन। यसो गएँ होइन, मैले त्यो टाइममा फेसबुकमा यत्तिकै एउटा भिडियो बनाएर त्यो अडिसनमा पठाइदिएको थिएँ। अब त्यत्तिकै कल आयो क्या, अनि ल ठिकै छ नि त, अब यसो के छ अरे एउटा भाइरल भइन्छ नि त भन्ने हिसाबले गएको म चाहिँ खास गरी होइन। कसैसँग केही मतलबै थिएन त्यहाँ, मलाई जोडी खोज्नुपर्छ होइन, माया पाउनुपर्छ, लभ गर्नुपर्छ, मलाई प्राइज मनी जित्नुपर्छ, मलाई केही मतलबै थिएन, केही सरकारी थिएन, म भाइरल हुनु मात्रै गयो खास गरी होइन। तर त्यहाँ भए चाहिँ के भन्दा तिम्रो टाइम स्पेन्ड गर्दै गयो नि त होइन। जस्तै अब तिमीसँग भेट्यो आज यसरी होइन,
हामी भोलि पनि भेट्नेछौँ, कति कति भेटिएला होइन। अब त्यहाँनिर उनीहरूले बोलाएको टाइममा गइन्थ्यो होइन। अनि त्यहाँ भेट्दा 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 के भयो भन्दा जिस ख्यालमै माया बस्थ्यो क्या होइन। मैले त्यहाँ उसलाई त्यसरी माया जालमै मिठो मिठो कुराहरू फसाउँछु यताउति थिएन। मैले चाहिँ खास गरी नचाहिने बोल्छु, उपद्रो बोल्छु, भाइरल हुन्छु भन्ने मेरो टार्गेटै त्यही थियो। तर के भयो भन्दा भगवान्ले अब अर्कै लेख्दा रहेछ क्या होइन। अब आफ्नो नि अलिकति मन कमल होइन। अब बोल्दा बोल्दै अब उसको पनि अब त्यस्तै अब बोन्ड मिलो भनौँ न हाम्रो। अनि त्यसै गर्दा गर्दै ख्यालमै माया बस्यो क्या। अब उसँग कहाँ कतिखेर कसरी होइन कुन बेला बस्यो नै थाहा भएन कि होइन। अब पछि ऊ बेला बेलामा टाढा जाँदा यताउति गर्दाखेरि अलिकति होइन अरूसँग बोल्दाखेरि अलिक जेलस फिल हुन थाल्यो क्या बिस्तारै आफै क्या। त्यहाँ न मैले अहिले भनेको छु न के भनेको छ होइन। तर जस अब कहीँ कतै जाने बित्तिकै अरूसँग बोल्नु बित्तिकै मनमै अब हुन्छ नि एकदम नरमाइलो लाग्ने, योसँग नबोल्दै होस् जस्तो लाग्ने होइन। अब जेलसी भनौँ न एउटा त्यस्तो फिल हुन थाल्यो क्या। अन्त ठिकै छ भनेर बिस्तारै बिस्तारै बन्डिङ गर्दै गयो। अब नभन्दै अलिकति गहिराइमै गइएछ क्या होइन। एकदम समयअनुसार चल्नुपर्छ मान्छे। अब जहिले सोचे जस्तो हुँदैन नि त। रिलेसन भनेको अब त्यही हो, त्यसमा अड्केर बस्नु नि भएन होइन। मुभ अन हुन सकिन्छ होइन। अब कोही कसै बिना मर्छ यताउति भन्ने यो चाहिँ फिल्ममा मात्र हुन्छ यस्तो डाइलग्सहरू होइन। मान्छे सबै बिना बाँच्न सक्छ होइन। ऊ बिनै मरि हेत्तै गर्छु, ऊ भएन भने हातको यो नसा काट्छु भन्ने त्यस्तो चाहिँ यो हुँदैन जस्तो लाग्छ। कि ऊ झ्यापमा हुनुपर्छ या फेरि कुनै ड्रग्सको चार्जमा हुनुपर्छ, त्यस्तो अनियन्त्रित काम गर्ने हो होइन। तर हामी त त्यस्तो लतमा त फसेकै हो, तर त्यो लेभलको त छैन नि त होइन। त्यही भएर त्यस्तो दिमागमा कहिले केही पनि आएन होइन। अब मुभ अन हुनलाई अलिकति गाह्रो भएको थियो। त्यही अब अहिले पनि राम्रोसँग हुनु गाह्रै छ, बेला बेला याद आउँछ होइन। चल्दो रहेछ त जिन्दगी होइन। एउटा सानो याद हो होइन। कहिलेकाहीँ आउँछ होइन, कहिलेकाहीँ आउँछ दारू खान्छु साथीभाइसँग इन्जोय गर्छु होइन। त्यतिकै त याद त्यतिकै मेटेर जान्छ क्या। तर यो माइन्डबाट डिलिट चाहिँ गर्नुपर्ने रहेछ होइन। तर त्यो डिलिट चाहिँ हुन अलिक गाह्रै छ होइन। तर ठिक छ, जिन्दगीको एउटा मेमोरी होइन। छोरा मान्छे भएर सबै चिज भोग्नुपर्छ भन्थ्यो होइन। माया घृणा पीडा ठिक छ सबै भोग्दैछु होइन। अब यो जिन्दगीलाई कसरी सन्तुलित बनाएर आफै नै चलिरहेको छु होइन। त्यसमाथि अब अघि नै भने नि होइन, जस म चाहिँ एकदम भाग्यमानी नि होइन। फ्यामिलीहरू चाहिँ एकदम मैले पाएकै छु क्या होइन। उनीहरूले चाहिँ अब म यो लेभललाई धरि बिग्रेर हिँड्दाखेरि नि अब होइन अझै पनि होइन उमेर पनि धेरै नै भइसक्यो होइन। अब खास गरी त यो उमेरमा त मैले चाहिँ अब बाउआमालाई गरेर देखाउनु पर्ने हो होइन। तर अझै पनि उनीहरूले सपोर्ट गर्ने भनेपछि त यो उमेरसम्म नि भनेपछि म एकदम भाग्यमानी नै सोध्छु कि आफूलाई। बिस्तारै बिस्तारै माहौल मिल्दैछ होइन, टाइम आउँछ। तपाईँले मुभ अनको कुरा गर्नुभयो नि, तपाईँ भनिराख्नु भएको छ। तर आइनो तपाईँको आँखामा त्यो एउटा के भन्छ दुःख दर्द देखिरहेको क्या। मुखले बोल्न कति सजिलो छ। आइनो म एज अ केटी भएर त मैले आफ्नो फिलिङ्स राम्रोसँग अहिले म मेरो दर्द मेरो दुःख एक्सप्रेस गर्न राम्रोसँग सकिरहेन भने होइन। आइनो छोरा मान्छेहरूले आफ्नो त्यो दुःख देखाउँदैन, राम्रोसँग थाहा छ। तपाईँले मुखले भन्नुभएको नि मुभ अन भए म त्यो के पनि होइन सानो याद हो भनिराख्नु भएको छ नि। तर तपाईँको आँखामा देखिरहेको छ क्या। मैले हेरिरहेको छु तपाईँलाई अघिदेखि नै तपाईँको आँखामा हेरिरहेको छु एकदम। कतिपय कुराहरू लुकाउनु पनि पर्दो रहेछ क्या। अब हुन्छ नि, तर मसँग लुकाउनु पर्दैन किनभने म तपाईँको कुरालाई जज गर्दिनँ। किनभने म पनि त्यही दुःखमा परेको मान्छे हो होइन। म बुझ्छु, बरु म पनि तपाईँलाई त्यो ठाउँबाट निस्किने कोसिस गर्छु। अनि म आफूलाई पनि हजुरले त्यो ठाउँबाट मलाई निकाल्नु पर्यो होइन। म चाहिँ पहिला जस्तै ब्याक टु नर्मल गीत पहिला जस्तै हुन चाहन्छु। तपाईँले भन्नु अघि के भन्छ साधु सन्यासी सन्त भन्नुभयो नि। त एक टाइम मैले पनि त त्यस्तै सोचेँ नि त। तर जिन्दगी हो चलाउनु पर्ने रहेछ होइन। एउटा छ नि के भन्छ सुनेको थिएँ क्या, प्यार ना हुआ त क्या हुआ जिना त परेगा भन्छ नि त। सो बाँच्नु पर्ने रहेछ होइन। अनि होइन म त मर्छु अहिले नै गरेर त्यही डुबेरै मर्छु। अहिले भर्खर मेरो सास चालेको छ, त्यो पट्याक पट्याक हुन्छ नि होइन। त्यो भए पनि होइन कोसिस गर्नुपर्ने रहेछ। त्यसपछि अगाडिको दिनहरू अनि तिमी कोसिस गर तिमी आँट म तिमीलाई हिम्मत दिन्छु भनेर माथिदेखि भन्नुहुन्छ। म चाहिँ एकदम गडमा बिलिभ गर्छु होइन। सो आउने दिनहरू हाम्रो राम्रो हुन्छ भन्ने मेरो चाहिँ आशा होइन।
फेरि मैले पनि धोका दिएँ भने नि मैले भने नि अघि जसको सिसाको घर हुन्छ त्यसले ढुङ्गा अर्काको घरमा हान्दैन किनभने उसले त्यो पीडा भोगेको हुन्छ अनि खै मलाई त हजुर कहीँबाट पनि पीडा दिने मान्छेमा पर्नुहुन्छ जस्तो त लागेन दिएँ भने इनकेस मलाई लाग्दैन म बिलिभै गर्दिनँ म पत्याउँदिनँ तपाईँको आँखामा सच्चाइ देखिरहेछ क्या तपाईँको आँखामा होइन देखिरहेछ होइन तपाईँ हजुरलाई होइन केही नि होइन क्या तपाईँलाई पनि म जस्तै एउटा माया चाहिएको छ होइन मायाको खाँचो छ जस्तो लाग्छ होइन सो मैले माया दिएँ भने हजुरले ब्याक टु मलाई धोका दिनुहुन्छ जस्तो त लाग्दैन मेरो पहिलाको रिलेसन पनि खासमा मेन टुट्यो भनेर चाहिँ अब भनेको चाहिँ उसले चाहिँ अब के भन्थ्यो भन्दा टाइम दिएन टाइमको कमी भयो खालि अब आफ्नै पारामा बस्यो भन्ने थियो उसको होइन तपाईँले चाहिँ टाइम नदिनु भएको उहाँलाई तर रिलेसनमा यो टाइमको भ्यालु चाहिँ कति हुँदो रहेछ जस्तो लाग्छ क्या मलाई चाहिँ अब टाइम यानि कि अब 24 घन्टा बस्ने टाइम हो कि होइन यस आई नो होइन एकदम टाइम इम्पोर्टेन्ट हुन्छ होइन अभियसली होइन मैले हजुरलाई साँचो मनले माया गर्छु भने होइन म अरू साथीहरूसँग अरू नयाँ मान्छेहरूसँग यताउता म किन बिजी हुने त म त अभियसली तपाईँसँगै बस्न चाहन्छु हजुरसँगै हुन चाहन्छु होइन तर 24 घन्टा भन्नुभयो नि त मायाले मात्र जिन्दगी चल्दैन थाहा छ हजुरलाई होइन सो हजुरले पनि अहिले अब तपाईँलाई मम्मीले दिदीले बाबाले हेरिराख्नुहुन्छ भने अब त हजुरको टाइम नि हजुरले भन्नुभयो नि फ्यामिलीलाई हेर्नुपर्छ भनेर सो हजुरले पनि त केही गर्नु पर्यो होइन अनि म पनि त यो मेरो काममा छु भनेपछि त म पनि 24 घन्टै माया गर्छु जतिखेर बेबी सोना जानु भनेर त बस्न सक्दिनँ नि त अभियसली होइन मैले पनि आफ्नो काम गर्नु पर्यो सो काम गरिसकेपछि त्यसपछि फ्री टाइम अनि त्यसपछि मैले मेरो माया गरेको मान्छेको लागि चाहिँ म समय निकाल्छु सो अनि उसले पनि फ्री टाइम भन्ने बित्तिकै साथीहरूसँग डुलेर हिँडिदिने होइन अनि वास्तामा कहाँ कहाँ चलिदिने त्यस्तो चाहिँ नगरोस् भन्ने इम्पोर्टेन्ट छ टाइम पनि तर 24 घन्टा भने होइन फेरि किन हजुर टाइम दिन सक्नुहुन्न हो दिन नै सक्नुहुन्न जस्तो कुरा गर्नुभयो त नै अब त्यो अब आफूले आफूलाई चिनेको छैन नि त मैले नि होइन अनि त्यस केटीहरूले के साह्रो जज गर्छ जस्तो लाग्छ कि अनि हुन्छ नि उनीहरूले अब के देख्ला होइन कस्तो देख्ला होइन माया गर्ने भए किन गर्ने योसँग के को लागि गर्ने टाइपको हुन्छ नि त तिम्रो चाहिँ के छ धारणा माया गर्ने म मायाको लागि मात्र मलाई बस माया चाहियो केही होइन माया भनेपछि के पनि होइन भन्न खोजेको मैले सक्ने म गर्छु उहाँले सक्ने उहाँले गर्नुहुन्छ सो मलाई चाहिने भनेको माया हो सबै गीतको कुरा सुनेर मलाई एकदमै खुसी लाग्यो किनकि उसले मबाट धेरै एक्सपेक्टेसन पनि के राखेको छैन रहेछ एक्सपेक्टेसन थियो त केवल मायाको त्यसैले भन्छन् नि खुबी हेरेर मन पराउन आकर्षण हो तर कमी हेरेर मन पराउनु चाहिँ प्रेम हो तिमीलाई म बाइ द वे कस्तो लाग्छ त एक वर्डमा भनौँ कि मजाले वर्णन गरौँ तिम्रो इच्छा राम्रो लागेर त यहाँ छु अहिले होइन नराम्रो लागेको भए त हुँदैन थियो होला होइन राम्रो लाग्छ होइन अनि म्याच्योर एकदम बुझ्ने अनि फ्यामिलियर अनि केयरिङ जस्तो लाग्छ अनि देख्दा नि राम्रो देखिनुहुन्छ अनि भोलिको दिनमा होइन तिम्रो फ्यामिलीले मलाई अनि यो त मान्छे लास्ट बुढो रहेछ यता त्यो भन्यो भने होइन त्यस्तो हाम्रो घरमा त होइन हाम्रो घरमा त त्यस्तो के भन्छ एज कास्ट कलर हाइट वेट त्यस्तो केही नि हेर्नुहुन्न मेरो नातिनीलाई मेरो सानो मान्छेलाई कतिको केयर गर्छ कतिको इज्जत गर्छ यो ताकि भोलिको दिनमा हामीहरू नरहँदा पनि उसले ख्याल गर्न सक्छ कि सक्दैन भनेर त्यति मात्र हेर्नुहुन्छ के नि हेर्नुहुन्न अरू उसको सम्पत्ति पनि त्यस्तो घरमा चाहिँ हेर्ने गर्नुहुन्न मैले बोलाएँ भने भागेर आउन सक्छौ त इनकेस तिम्रो फ्यामिलीले मलाई अस्वीकार गर्यो भने म उहाँहरूलाई मनाउँछु नि मेरो हजुरआमा हजुरबुवा मात्रै हुनुहुन्छ सो उहाँहरू मैले भनेको मान्नुहुन्छ भाग्ने दिन आउँदैन म उहाँहरूलाई कन्भिन्स गर्न सक्छु इनकेस मान्नु भएन भने चाहिँ मान्नुहुन्छ इफ मान्नु भएन भने पनि त्यो दिन आयो भने आफ्नो फ्यामिली छोडेर आउँछ त मसँग फ्यामिली छोडेर भन्दा नि
उहाँहरूले पनि मेरो खुसी नै चाहनुहुन्छ होइन। त्यस्तो हजुर त्यो एकदम त्यो मिल्ने नमिल्ने होइन, कहीँबाट मिलाएरै नमिल्ने त हुनुहुन्न होइन। एउटा पार्टनरमा हुनुपर्ने गुण छ हजुरमा होइन। अनि सबै कुरा छ नि त। सो एकदम 100मा 100% नै पर्फेक्ट त कोही पनि हुँदैन होइन। जहाँसम्म लाग्छ अहिलेसम्मको मेरो उसले होइन, मेरो फ्यामिलीहरूलाई त म चिन्छु नि त। सो उहाँहरू मान्नुहुन्छ, इफ मान्नु भएन भने म कन्भिन्स गर्छु, ट्राई गर्दा नि भएन भने पनि म त्यो पनि सोध्छु। तिमीलाई थाहा छैन होला होइन, मेरो एउटा बिग समस्या छ क्या, एकदम ड्रिङ्किङ प्रब्लम छ क्या मेरो चाहिँ। धेरै ड्रिङ्क गर्नुहुन्छ? धेरै ड्रिङ्क गर्छु म। अनि इनकेस म बाटोमा लडिरहेको बेलामा देख्यो भने के गर्छ होला? मैले कि मेरो घरको मान्छेले? तिमीले? मैले त्यो त त्यसो गर्दा नि अहिले एक्सेप्ट गर्छौ त? त्यो त अहिले अब हजुरको यो जुन पीडाहरूले गर्दाखेरि होइन, जुन तपाईँको छ नि त सो इन्सिडेन्ट, त्यो जुन पास्टले गर्दा होला नि त होइन। नभए तपाईँ कि हजुर पहिल्यैदेखि नै एज अ नर्मल मान्छे हुँदाखेरि त्यस्तो धेरै त्यस्तो ड्रिङ्क गर्ने, बाटोमा लडेर हिँड्ने हुनुहुन्थ्यो र? थिएन, पहिला पीडा भुलाउनलाई पिइन्थ्यो र अहिले चाहिँ नसा बस्यो क्या। अब मेरो नसा म मेरो साइडबाट बेस्ट दिन्छु होइन। अनि म आफूले सक्ने ट्राई गर्छु होइन, माया दिएर केयर गरेर। सो त्यसपछि त अब हजुरलाई अब कस्तो लाग्छ होइन, त्यसपछि अनि तपाईँले त्यो प्रक्सी त मलाई लाग्छ तपाईँले जहाँसम्म लाग्छ कन्ट्रोल गर्नुहुन्छ होला। म ट्राई गर्छु नि, म तपाईँलाई यो कुरामा हेल्प गर्छु नि। तारको डिसिजनले फेरि पछुताउनु पर्यो भने, भविष्यमा रिग्रेट भयो भने के गर्छौ त होइन। सायद मैले त्यो बेलामै होइन यो मान्छेलाई नअपनाएको भए होइन, या फेरि पछि हाम्रो भोलि बिहे होला अरे, बिहे भएपछि अब यस्तो प्रब्लम थाहा भएर होइन, अब तिमीले स्वीकार गर्यो भने, या फिर तिम्रो झन् अब यत्तिकै त अब ब्रोकन भएको मान्छेसँग पीडा बढ्ला होइन। अब यस्तो नि त के भन्छ, कमजोरी त ममा पनि छ नि त। सो सबै मान्छे पर्फेक्ट हुँदैन नि त। मेरोमा नि कमजोरी छ अनि हजुरमा पनि छ होइन। त किन हजुर के माया पाएर पनि होइन, मलाई पाएर पनि के हजुरले सधैँ त्यसरी नै खाएर पहिला जस्तै हिँड्नुहुन्छ र? आई मिन कि पास्टमै अड्केर बस्नुहुन्छ र? आई डोन्ट नो। भनेपछि हजुर अझै स्योर हुनुहुन्न? मतलब ठिक छ हाम्रो कुरामा स्योर हुनुहुन्न होइन, तर मतलब हजुर त्यही पास्टमै बस्न चाहनुहुन्छ? नै मुभ अन हुन चाहन्छु। र इनकेस भने मैले चाहिँ अब यो भविष्य कसले देखाएको छ र होइन, भविष्यमा त्यस्तो भयो भने चाहिँ अब तिमीले चाहिँ त्यो सिचुएसनमा के गर्छौ होला भन्दाखेरि मैले मेरो साइडबाट होइन बेस्ट दिने कोसिस गर्छु। मैले तपाईँलाई सम्हाल्ने कोसिस गर्छु होइन, सम्हाल्ने कोसिस गर्छु। अनि अभियसली तपाईँले मैले तपाईँलाई माया दिइरहेको छु भने त तपाईँले के भन्छ जा छोड त्यस्तो यस्तो उस्तो जेसुकै गरोस् भन्ने त नलाग्ला नि त। तपाईँ कोही मान्छेले मलाई माया गरिरहेछ भने हजुरले पनि त फिर्तामा माया दिनुहुन्छ होला नि त। तिम्रो हात दिन मिल्छ? अफकोर्स। यो हातमा किन यस्तो लामो नङ्ग्रा भनेपछि भने भोलि चाहिँ है मलाई डर लाग्यो क्या। भोलि ल मलाई फेरि त्यहाँ ट्याक्कै झ्याप भएर जाउँला अरे, त्यो यसरी चितारिदियो भने नि नङ काट्छौ त? तपाईँको लागि अहिले ल्याउनु म भर्खरै काटिदिन्छु, भर्खरै काटिदिन्छु। काट्नु अनि पछि बिहेपछि यो के कुरा, यो त काटिदिन सकिहाल्छु नि, डोन्ट वरी। म के भन्छ आफ्नो मायालाई आफै पीडा दिन सक्दिनँ। म मायालाई माया मात्र दिन चाहन्छु। झुट बोल्यो होइन किन मेरो आमा झुट देखिरहेको हेर्नु त छैन। अनि मैले झन् तपाईँको आँखामा हेरेर पीडा थाहा पायो भने हजुरले मेरो आँखामा झुट हो कि साँचो पनि थाहा पाउनु भएन। म यहाँ बस्छु है ल, तिम्रो नजिक आउनु मन लाग्यो क्या। दिदी र म चाहिँ रमाइलो कुराहरू अनि आफ्नो एकअर्काको कुराहरू सेयर गरेर बसिरहेको थियौँ। अनि त्यतिकैमा उहाँले मेरो हात माग्नुभयो अनि म चाहिँ त्यतिखेरसम्म कम्फर्टेबल भइसकेको थिएँ। अनि हात मागेर एकदम हात समातेर होइन कुरा गर्दै फ्युचरको कुराहरू गरिरहेको थियौँ। कस्तो अचम्म है, तिमीसँग अलिक नजिक आएको त क्या मुटु नै ढुकढुक भएको जस्तो हो क्या। ठिक छ नि, ठाउँमा नि छौँ। हुन्छ तिम्रो त नि यो। म कहाँ जाऊँ? अब यो मनले त्यो मन खोज्ने नै भएछ त होइन, म तिम्रै हो नि।
साउन्ड्सको सुन्दा नि कस्तो आनन्द आयो तर म कस्तो भाग्यमानी है त्यति राम्रो मान्छेले क्या हरियो घाँस हालिरहेछ वाउ होइन यस्तो राम्रो नराम्रो हुँदा नि पहिलाको जन्ममा केही राम्रो कर्म गर्नुभएको थियो होला नि त अनि म पनि लकी छु नि म जस्तो राम्रो मान्छे ज्ञानी मान्छे यो के हो यो भन चाहिँ के यो कोठी हो कि ट्याटु हो यो ए यो कोठी हो नेचुरल हो उम्, ट्याटुसलाई हरियो देखेँ हरियो हरियो त अर्कै हुन्छ होला नि यस्तो कहाँ गयो यस्तो होला नि त हरियो त आमा के हो यो यो मेरो हजुरआमाको डेट अफ बर्थ 2013 सालको म धेरै माया गर्छु नि त उहाँलाई बोयफ्रेन्डको डेट अफ बर्थ होइन नि 2013 सालको हुन्छ बोयफ्रेन्ड 50-60 वर्षको बोयफ्रेन्ड हुन्छ अब हुनसक्छ नि त मन मिल्यो भने अब एज डजन्ट म्याटर भनेपछि त होइन एज डजन्ट म्याटर त ल 35 सम्म पनि ठिक छ होइन तर 70 सम्म त हुँदैन होला नि त होइन अनि कहिले लेखिन्छ नि खोइ मेरो अब लेख्नु पर्यो नि यहाँ तपाईँको यो जब यो बाहिर यो हातको यो के भन्छ छालामा के लेख्यो तपाईँको लागि त यो मनभित्र छ क्या कहिले नदेखिने गरी भित्र कसैले नदेख्ने ठाउँमा बरु निधारमा हान्थ्यो नि ट्याक्क लाग्यो हुन्न म विचार गर्छु नि निधारमा यस्तरी म उहाँको भनेर लेखेर होइन होइन अब तिमीलाई यार अब अरू कसैले भगाएर लिएर गयो भने त अनि म अब नि के गर्नु होला त अनि म जान्छु होला त तपाईँलाई लाग्छ म जान्छु जस्तो लाग्छ म जाने भएको भए अहिलेसम्म यो बिचमा जब म सिङ्गल यत्रो टाइमदेखि थिएँ नि त जान सक्थेँ नि त त्यतिखेर त मलाई रोक्ने मान्छे थिएन नि त अनि अब माया पाएर पनि म जान्छु होला त साँच्चै हो नि तिम्रो हात हेरौँ है त ज्योतिष हेर त तिम्रो हस्बेन्डको रेखीको त बिचमै धागो काटेर छ नि त किन हो त्यस्तो आयु कम छ अरे के होइन हाम्रो रोमान्टिक कुरामा यो आयुको कुरा नगर्नु है इनकेस म मरेँ भने चाहिँ होइन अनि के अर्को बे गर्छ होला अझ बढी चाहिँ को छ भन्नु त तपाईँलाई लाग्छ म जिन हो म 100 वर्ष बाँच्छु होला त नै नै अलिक बेलैमा गयो भने गर्दैन अब त लास्ट हो हो नि त हजुर हो हजुर मेरो फर्स्ट होइन आइनु थाहा छ होइन तपाईँ मेरो पहिलो नभए पनि अन्तिम हो नि त सो अब त योभन्दा पछि हजुर पछि चाहिँ मलाई लाग्दैन म फेरि पनि म कसैलाई माया गर्न सक्छु फेरि पनि म त्यही टाइम फेरि पनि त्यही एफोर्ट सक्दैन अनि ल ल यही सेम कुरा ल सेम थिङ ल म अगाडि गएँ भने सेम कुरा आफूलाई पनि पर्छ नि त नै म हतपत होइन आफूले माया गरेको मान्छेलाई होइन सायद परिस्थितिले अलिकति के बाटो मोड्यो भने बेग्लै होला होइन तर मनमा एकचोटि बसेपछि सधैँभर बस्छ क्या हिजो पनि बसेको थियो आज नि बस्छ भोलि पनि बस्छ र जीवनभर बसिरहन्छ क्या त्यस्तो धोका दिने टाइपको अहिलेसम्म मेरो तर्फबाट भएको छैन अब जति पनि आए विगतमा आए होइन मलाई नै छोडेर गए होइन सायद ममा केही कमी होला उनीहरूलाई केही अलिकति चित्त बुझेन होला त्यस्तो होइन म आउनु थियो त्यही भएर छोडेर गएको माथिबाट एकदम गडको फेभरेट यहाँ हेर न मेरो चाहिँ एस्ट्रोलोजीले भने क्या 2टा बुढी छ अरे सबै सहन्छ यो 2टा बुढी यस्तो यस्तो कुरा चाहिँ नगर्नु ल मैले अर्को ल्यायो भने चाहिँ के गर्छ ल त्यस्तो त म नि छोडेर गइदिएँ भने मैले म हुँदाहुँदै अर्को ल्याउन सक्नुहुन्छ हजुर के कुराको लाइक के कुराले गर्दा हजुर अर्को ल्याउनुहुन्छ जस्तो लाग्छ हजुरलाई के कुराले तिमीले छोडेर गयो भने छोडेर त जाँदिनँ नि तर पहिल्यै अर्को ल्यायो भने त अनि म कहाँ अनि रुँदै बस्नु एक्लै अब त्यो के भन्छ कालले नै लगेर गयो दुरीले नै टाढा बनायो डेस्टिनीले नै छुट्यायो भने त अलग कुरा हो तर चाहेर आफ्नै मनले आफ्नो खुसीले आफ्नो इच्छाले चाहिँ साँच्चै माया गर्छु त्यस्तो खै किन अब हुन्छ नि त मान्छेहरू कति 2-3 वर्ष कति वर्ष रिलेसनमा हुँदाखेरि पनि त्यो मान्छेमा
त्यो माया नै देखिन चाहिँ किनभने उनीहरूले सुरुमै अट्र्याक्सन भएर उसको त्यो बाहिरको त्यो रूप रङ होइन बाहिर त्यो हाउभाउ हेरेर मन पराएको हुन्छ नि त मैले त अब हजुरको कुराहरू अनि हजुरको जुन मायालुपन अनि हजुरको त्यो म्याच्योरपन सोचहरू देखेर माया गरेको हो नि त त्यही भएर किन त्यो खै अहिले नै त्यसरी माया चाहिँ त नहुनु पर्ने तपाईँलाई लागिरह होला होइन तर अहिले पो मैले हजुरलाई भेटेको पो अहिले हो त मैले तपाईँलाई पहिल्यैदेखि हेरिराखेँ नि त अनि जुन तपाईँ रुन्नु जुन तपाईँको त्यो फिलिङ्सहरू देख्दाखेरि यो मान्छेले किन माया नपाएको होला सोच्थेँ होइन यसरी तपाईँ हजुर र मेरो नै भेट हुन्छ भनेर त आउनुहुन्छ यहाँ हजुर पनि मायाको खोजीमा भनेर त सोचेको थिइनँ नि त अनि त्यतिखेरै आई विस म भइदिएको भए मेरो पार्टनर भइदिएको भए मैले उहाँलाई एकदम धेरै माया गर्थेँ अनि त्यही सोच्थेँ क्या तर अब फाइनली अगाडिसम्म के भन्छ डेस्टिनीले पनि होइन साथ दिएको होला नि त त्यसो बेला मलाई मायासँग झुट बोल्यो नि त आई हेट यु फेरि आई हेट यु किन लाज लाग्यो लाग्छ होइन होला थाहा छ नि मलाई होइन यो फेरि अब यो ब्रोकन एकचोटि अब पहिला नि रिलेसनबाट धोका पाएदेखि होइन मलाई रिलेसनमा खासै बस्नु नि मन थिएन कोहीसँग होइन तर ठिक छ होइन अब भगवान्ले फेरि एउटा पालो दिएको छ एउटा नयाँ चान्स दिएको छ होइन जस अब सायद तिमीले अब धोका दिनौ भने सोचेको छु होइन आई होप सो अघि झुट बोले अब साँचो बोल्नु साँचो बोल्नु मलाई थाहा छैन होइन यो मैले त अहिलेसम्म त्यस्तरी माया गरेको छु सो तर देखाउन चाहिँ सकेको छैन कसैलाई त्यस्तो एक्सप्रेस पनि गरेको छैन भने नि पहिलाको त्यो पास्टहरूमा पनि पास्टमा पनि त्यस्तो त्यो आई लभ यु कसैलाई भने होइन तर अहिले आएर होइन रियल माया चाहिँ कस्तो हुन्छ दुई साइडबाट भनेर यहाँ अहिले हजुरलाई देखेर फिल भइरहेको होइन अनि अहिलेसम्म त सिरियसली टु बी फ्रेन्क कसैलाई भने होइन तर फिल भइरहेछ मलाई होइन हामी अहिलेदेखि मात्र होइन पहिल्यैदेखि नै भेटेको सायद के थाहा पहिलाको जन्ममा छुटेको माया पो हो कि म हजुरलाई धेरै अहिलेदेखि नै माया गर्न थालेको छु होइन म पनि होइन मैले पनि ब्याक मायै पाउँछु सोचेको छु अहिलेसम्म होइन हजुरले पनि कम्प्रोमाइज गर्नु म पनि मेरो होपबाट बेस्ट दिन्छु मैले सोचेको थिइनँ कहिले पनि कसैलाई यस्तो कुरा पनि भन्छु भनेर देख्ने बित्तिकै भेट्नुभन्दा अगाडि नै राम्रो लागेको थियो सो यहाँ आएर अहिले आएर त झन् धेरै मन पर्यो आई लभ यु दिप्सी आई लभ यु टु गीत फ्रम द बटम अफ माई हार्ट है सायद अब यस्तो जिन्दगीमा फेरि यस्तो घुमेर आउँछ होला होइन फेरि यो मायाको बन्धनमा बाँधिन्छ होला मैले सोचेको पनि थिइनँ होइन तर तिमीलाई देखेपछि के भयो होइन आई लभ यु मोर तिमीले कुरा भन्नु शाहजहानले त होइन आफ्नो सुन्दर रानीको लागि ताजमहल बनायो क्या तर तिम्रो लागि म त्यस्तो केही चिज बनाउन सक्दिनँ किनकि यो संसारमा तिमी भन्दा सुन्दर चिजहरू किन होला रे थ्याङ्क यू त्यो लाज लाग्यो है जाउँ हिँड आज तिमीलाई कता घुम्न लान्छु फ्री छौ नि घरबाट मान्छे खोज्न त आउँदैन नि मलाई फेरि खुकुरी बोकेर म घरबाट कुरा गर्छु भनिहाल्छु नि लाउँछ जे होस् मैले गीत जस्तो केटी पाउँछु भनेर मैले कल्पना पनि गरेको थिएन किनकि यो स्वार्थी संसारमा ऊ जस्तो लभिङ केयरिङ सायदै कोही होला कि किनकि अहिलेको जमाना भनेको स्वार्थी संसार हो सबैजना पैसाकै पछाडि दौडिने हो तर उसको एक्सपेक्टेसन त केवल माया मात्र त रहेछ त्यति माया पनि पुर्याउन नसक्ने भने चाहिँ म कस्तो खालको बोयफ्रेन्ड रहँला र सायद भगवान्ले नै माथिबाटै जोडी बनाएर पठाउँछन् भन्छन्
त्यही भएर होला गीतसँग मेरो ढिला भयो तर राम्रो भयो। लेट्स सी अब फ्युचर कति देखाएको छ र हेरेर जाउँ फ्युचरमा के हुन्छ। दिपजी चाहिँ अहिलेसम्म मैले देखेको भेटेको केटाहरूमध्येमा चाहिँ एकदमै धेरै डिफ्रेन्ट लाग्यो। किनभने पहिलाको केटाहरू एकदम अलिकति अब चिप टाइपको, कोही एकदम अब नेगेटिभ टाइपकोहरू भेटेँ। सो इन रियल लाइफमा नि मैले डेट गरेको मान्छेहरू त्यस्तो राम्रो मान्छे परेन। सो उहाँ चाहिँ मैले खोजेको जस्तै होइन एकदम धेरै रेस्पेक्ट गर्ने केटीलाई होइन भेट्ने बित्तिकै टच गर्ने टाइपको हुनुहुन्न थियो होइन, एकदम व्यावहारिक पनि हुनुहुँदो रहेछ। अनि एकदमै राम्रो लाग्यो। आई विस फ्युचरमा राम्रो होस् हाम्रो होइन। म चाहिँ विस गर्छु प्रभु पुरा होस् है।